द रेल ब्लग नेपाल फो अर्को भाइ बन्द च्यानलमा सब्स्क्राइब गरिदिनु होला हामी तिम्रो मनको कुरा बुझ्न आउँदै छु रुको जरा सबर करो मायालाई माया था हेलो गाइस फेरि पनि हजुरहरुलाई स्वागत छ है वेलकम टु ब्याक टु माई युट्युब च्यानलमा हजुरहरुलाई फेरि पनि स्वागत छ भन्न चाहन्छु। आज चाहिँ म कहाँ गइरहेको छु भनेर हजुरहरुले मेरो थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला। आज चाहिँ म हैन व्हाइट गुम्बा जाँदै छु नारायणथानको। अनि आज मेरो साथमा छ मेरो साथी मेरो प्रिय हैन यहाँ साथी छ सबिन कहाँ बसिन्छ है सबिन? भक्तपुरतिर हो। अनि को आउँदैछ भने सुनेको थियो मैले केटाहरु आउँदैछ धराप सर सन्देश दाइ दुईजना एकजना भाइ छ एकजना सम्धी छ ए उनीहरुले कल गरौँ त नत्र कहाँनिर आइपुग्यो भेटौँ न त हैन ल है ल हामी जाँदै छु। यो कुन ठाउँ हो? नारायणथान ए नारायणथान है उहाँको गुम्बामा हैन त्यो व्हाइट गुम्बा भन्छ केटाहरु नि आउँदैछ भनिरहेको थियो है कहाँनिर आइपुग्यो ए आइसकेको रहेछ त यार ओहो ओ के छ मा ल ठीक छ मा कुन ठाउँबाट हो तपाई यता सम्झि ल यता यता दाइ के छ यार झम्का भेट्यो क्या हो ठीक छ ल ल हामी चाहिँ कुन ठाउँमा जाने रे दाइ माथि गुम्बामा हो अनि दाइ के छ हाल खबर के छ ठीक छ ल चल्नु पर्यो नि त आज त ओ धेरै पछि हो क्या दाइ मामा कुन ठाउँमा बस्नुहुन्छ? यतैतिर बस्छु मर्छ त भाइ माथि हो केही हुन्न धैर्यको फल मिठो हुन्छ बिस्तारै जाउँ हैन अहिलेसम्म म पनि गएको छैन पुगिसकेपछि थाहा हुन्छ त्यहाँ कतिको के हुन्छ भनेर हैन। ल हामी जाँदैछु हाम्रो ग्याङै छ आज हैन त्यो सबैजना चक्लेटी देखा छ त गर्लफ्रेन्ड सर्लफ्रेन्ड छ क्या हो माथि ओहो ल ठिक छ त नयाँ हो नि त हैन नयाँ हुनु पर्यो नि त हैन प्लिज सब्स्क्राइब ल ओके छ त ब्लग नेपाललाई सपोर्ट गर्नु पर्यो सबैजना ल ओके छ यति चाहिँ हुनु पर्यो नि त हैन ल ल हामी जाँदैछु हो त ल ठिक छ ल ल गाइज हेर्नु होला हामी पुग्नु पर्ने चाहिँ हैन त्यो गुम्बामा हो तर यहीँनिर देखाएको छ तर माथि पुग्छ त जुम्रै मर्छ कि क्या हो यार बाप रे यार अम्बो यत्रो डाँडा चढ्नु पर्ने हामी मामा यत्रो डाँडा चढ्नु पर्ने हो जुम्रै मर्छ केही संघर्ष त गर्नु पर्यो नि त हो यस्तो मलाई उदाहरणै चाहिन्छ कि मामा उदाहरण दिने मान्छे चाहिन्छ मलाई हो एउटा उदाहरण हान्नु त मामा तपाईले सही हो नि त मोटिभेसन मान्छे हुनु पर्यो नि त हो कि हैन नत्र मान्छेले मान्छे हैन त्यो पासो लाउने औषधि खाने हुन्छ नि त हो कि हैन अनि नलाग्ने मान्छेले खराब कुरा सुन्नु अनि म पनि त्यो दिन आइपर्दाखेरि म आसन गराउनु दाइ निन्द्रा नलाग्ने तपाई र अनि मलाई उयो हाम्रो बोसले बोसकुरु तौडी बोसलाई नि मिस यु भन्न चाहन्छु हैन तौडीमा तोहरु भन्छ मा तो पनि तो तो खाते हो तौडीले तोहरुको काम के चल्छ हाम्रो काम यस्तो घुम्ने खाने हिड्ने हो कतिखेर पुगिन्छ मामा जुम्रै मर्छ त यार वाह यो त डेन्जरै छ त ओ दाइ कुकुर टोकाउनु कति दिन रे 45 दिन महाकसम कुकुरले रोक्ने भोगाई चाहिँ हाम्रो दाइलाई थाहा छ है महाकसम प्लास्टिकमा खाना पानी पिउनु पर्छ प्लास्टिकको पेपरमा भात खानु पर्छ शासन त सेम कोरोना टाइम बस्या जस्तो है यता सन्धिसँग चाहिँ पुरा परिचय भएको छैन सन्धिको नाम कृष्ण हो कृष्ण के थर लान ए ल सन्धि पर्ने रहेछ तपाईँको कुन ठाउँमा घर हेटौडा ए हेटौडा कहाँनिर हेटौडा शिखरबानी ए ल ठिक छ त ओके छ त कुनै दिन बाघेले पुग्यो भने चाहिँ घुमाउला नि है ए सरी हजुरहरू पनि हो यस्तो पा हो ल अभी सँगै रहेछ त अनि ग्याङै हुने भयो त हामी त ल कत्रो त यार यो त भाइरल त भइहाल्छ नि अब हजुरहरू राम्री हुनुहुन्छ अनि हो छ त एमसी छ अब हिरो आउँछ भोलि पर्सि हिरो बन्ने ल है ल ल हजुरहरू मोडल नि बन्ने हजुर चस्मा लाउने चाहिँ मोडल नि जस्तै छ त ल ठिक छ त ल ल आउँदै गर्नु है ल कुद्नु पर्यो कुदकुद खतमै हुन्छ त यार दौडी यो भाइसँग नि मा परिचय गरौँ न भाइ पनि कुन ठाउँबाट रे म हेटौडाबाट ल हेटौडा ल ठिक छ त अनि
अनि हाम्रो पर्खा सन्धि जस्तै छ त सेम टु सेम छ यार मित लाउने हो मा ल मित बन्नुपर्छ है ल ल ल यता ल ल हामी कता हो यो त 4 कुना छ त अम्बो यस्तो भिरमा आइपुगेछ है अब पुग्नु आँट्यो म चाहिँ पछाडि छ केटाहरु अगाडि पुगिसक्यो है आम्मा मर्छ है क्या हो यार थट हेट आम्मा के हो यो यस्तो भिर यार कति तले के छ भने यहाँ भर्याङ छ भने नि दाइ खोइ त आउँछ हो यत्रो सहर छ यत्रो घर छ हैन करोडौं घर होला यहाँ तर हाम्रो एउटै घर छैन यस्तो चाहिँ कहिले नहोस् जिन्दगीमा एउटा चाहिँ घर होस् भन्न चाहन्छु यो बिरानो सहरमा नत्र बिजोग हुन्छ यहाँ कसरी खाऊ के लाऊ हुन्छ गुम्बामा चाहिँ चाँडै पुगोस् है गाइस हैन दाइ चाँडै पुगोस् ओए भाइ हो तिम्रो बल्छी खेले के खेल्या ब्लगको नाम @blog नेपाल फो @blog नेपाल फो ल डटपेन छ डटपेनै छैन भाइले हैन बाटोमा सोध्यो नि त मलाई अब मेरो सपोर्टर हो भाइ कमेन्ट गर हैन भाइ जसरी नि एकचोटी भेट्छ है भाइ ल ल भाइ ल बाइ खोइ बाइ ल भाइ ओइ अर्को भाइ पनि ल च्यानलमा सब्स्क्राइब गरिदिनु होला हामी ल ल यति चाहिँ छ है ल ल ल भाइ ल गयो ल ल ल गयो ल ल गाइस हामी चाहिँ यहाँ ठ्याक्कै हैन पसलमा छ ल ओके छ त ल हामी ल जाँदै छु अब कति घण्टामा पुगिन्छ हामी माथि कति 20 मिनेट रे हामी कुदेर जाँदा 10 मिनेटमा पुगिन्छ होला ल यहाँ धारा पनि रहेछ है मलाई त मस्त गाउँको जस्तै लाग्यो यार है चिसो पानी खाँदै छु यहाँ पानी खाऊँ न पानी ल अंकल आन्टी गए है हो है अंकल आन्टी गए है हल्का खाजा खायो हामीले है अंकल ल ल गाइस हामी चाहिँ ठ्याक्कै हल्का खाजा साजा खाएर हैन पसलबाट नि बिदा भयो सबैजना छ अझै थाकिरहेछ है कति थाकिरहेछ है दोस्त कति थाकि 165 थाकिसक्यो रेस वाह त्यो मिलिमिटर भने जस्तै हैन यति चाहिँ किलोमिटर त्यति थाकिरहेको छ हैन अझै हामी कति चढ्नु पर्छ यहाँ एउटा खतरा क्याफे बन्दै रहेछ तर यो बन्ने 2090 सालमा ए यो रिसोर्ट हैन ल दामी छ ओए 2090 साल भाग्यले जुरायो भने फेरि एकचोटी आउने यो रिसोर्टमा ल दामी छ त यार मामा खोइ यता मोडलै हो कि आमा के हो दामी जंगल रहेछ यार यहाँ त है के हो यहाँ त हात्ती आउँछ है क्या हो फेरि पशुपन्छी पशुपालनहरू त सबै मेरो त अनि भान्जा भान्जीहरू हो नि त ए भान्जा भान्जी हो ए भान्जा भान्जी हो खोइ त चिप्ले क्या भान्जा भान्जी नि कतिवटा रह्यो भने 165 वटा भर्याङ भन्छ होइन अब हामी जाँदैछौँ 10 वटा भयो होला 11 12 रिल खाचेर गर्नु अरे कहना क्या चाहते हो ओ त्यहाँ त बाबाहरू बसे क्या हो के हो दाइ यो के हो सजाय पाए क्या हो उ त सम्धिलाई त के भएन क्या हो उ त भारी अघि बढ्यो है अघि बढ्यो यो त आर्मीले पनि सहन सक्दैन यार यस्तो त आम्मा भर्याङ नै भर्याङ छ तिम्रो गाउँमा तिम्रो मनको कुरा बुझ्न आउँदैछु रुको जरा सबर करो मायालाई माया छ तिम्रो गाउँमा मायालाई माया छ तिम्रो गाउँमा तपाईले भेट्न आउँदैछु हाम्रो गाउँ हेर्नु त गाई यत्रो आइसक्यो या देख अनि गुम्बाको भर्याङ अझै बाँकी छ रे हेर्नु न भर्याङ नै भर्याङ छ त या के हो यो कति यार भर्याङ त हेट यस्तो सजाय जीवनमै नहोस्
क्यों बे ओवर एक्टिंग करता है साला ओवर एक्टिंग की औलाद तेरे को मर्छ यार ओ कस्तो भइरहेछ यात्रा सन्धि पछाडिको दाइ मेरो प्रिय रगतको नाता दाइ हजुर ओ ओ मर्छ त दोष कस्तो लाग्यो यात्रा ठिकै छ अझै के हो जाउँ कि नजाउँ जाम अझै जेसुकै होस् हो मर्छ त हो कस्तो लाग्यो भाइ धेरै गाह्रो त हो फर्केर जाउँ कि हो ल ल अब आइपुग्यो आँटेर ल यस्तो त यार गुम्बा होइन टिप्ने मान्छेले पनि भोग्नु पर्दैन होला यार आमामामामा यस्तो ढुङ्गामा हेर्नु यार के हो यो आमामामामा केपी बा हेरिदिनु पर्यो है हजुरको अब निकै गाह्रो छ त यो बाटो है अझै छ बाँकी गुम्बा अब कति मिनटमा पुग्छ ल गयो आमामामामामामा यो के हो र यो निखिल अङ्कल छ नि हाम्रो सर्लाईको पिप्राको हाम्रो निखिल अङ्कलले त्यो कुन फिल्ममा रे काँक्रो चोरेर खानुपर्छ आइ गरेर थियो नि त्यो आमा यति धेरै किन अचार मिठो बनाउनु बा अब त्यो कहिले नबन्नु ल यस्तो आमा म त जहिले पल्केर आउँछ आमा एकदम मिठो छ है गाइज हेर्नु त आमा म त कहिले नखाने मान्छे काँक्रो आज चाहिँ खायो है आमाको एकदम मिठो रहेछ पुरै बिर्सेर खाएको पहिलोचोटि आएको गाइज अब दोबारा नआउने यसरी मर्छ पानीपुरी पनि खाए है ब्लग नेपालले हजुरहरूको कसले बनायो कैसा लगा मेरा मजाक यति धेरै किन मिठो बनाउनु बा एकदम पर्फेक्ट सधैँ बनाउनु है आमा आउँछु म किन करायो भने मेरो भान्जा भान्जीहरू छ नि त फेरि यता चितुवाहरू बाघहरू मेरो सबै भान्जा भान्जी हो मैले बोलाउनु बित्तिकै आइहाल्छ एकदम आमाले मिठो बनाउनु भयो आमालाई चाहिँ धेरै धेरै धन्यवाद है आमा यस्तो मिठो बनाउनु है के हो मेरो भान्जी हो क्या हो ए भान्जी ल ओ भान्जी यता कहाँ हिँड्यो हो यसले त हान्छ कि क्या हो नान ल ए भान्जी मेरो भान्जी हो यो ल जाने हो भान्जी ल जाऊ ल तिमीहरूको घरमा जाऊ तिमीहरूलाई भात दिन सक्दैन आम्मामामा चिसो ए आमा चिसो खान आउनु होइन चिसो फेरि अनि बाहिर राखेर तातो खाने त त्यही भएर त चिसो नाम भएको यसको आमा चिसो खानु है आमा हजुरहरू नै आउनु हो चटपटे खानु पानीपुरी खानु एकदम मिठो छ काँक्रो खानु एकदम मिठो जुम्रा चाहिँ मरिसक्यो होइन टाउको अहिले हेर्नु त जुम्रा छ र छैन ए मेरो साथीहरू है सानीहरू सानीको नाम के हो कुसुम पाण्डे अनि सानीको नाम यस्तो क्युट बुनुको त अनि आमा पनि क्युटै होला है आमामामामामा भएर होइन के बन्ने पढेर सानी अलि सानी कतिमा पढिरहेछ हो आमामामा वान क्लासमा अब रिजल्ट आउनु बाँकी होला होइन अब कतिमा पुग्छ ओ कति आउँछ A+ आउँछ अहिले फर्स्ट हुन्छ नर्सरीदेखि 1 सम्म फर्स्ट भएको हो कान्छा यता हेर त उ यहाँ के हो चटपटे ल चटपटे दिनु सानेलाई कतिको खाने 50 को हो ल सानेलाई 50 को दिनु त आज अङ्कलले खुवाउँछ है कतिमा पढिरहेछ म 5 हो 5 मा अब के बन्ने हजुर के बन्ने थाहा छैन अब ठुलो भएपछि हो म जस्तै आउँछ क्या मोटो मोटो आउँछ क्या हो हामी त तर हैन हामीलाई त भोक लाग्छ नि त हैन त्यही भएर खानु पर्यो हैन खानु चाहिँ पर्छ ल जसले जे भने नि खानु पर्छ बम बम हामी त कुदेर आएको हाम्रो नि सास त तर आधी सास त मरिसक्यो तलै अलिकति मात्रै छ अब 100 मा 50 हैन
50 पनि छैन हाम्रो बा हो अब कति मिनट बा 5 मिनट 10 मिनट लाग्यो 5 मिनट हो ल ल बाले राम्रो कुरो गर्नुभयो है बाको नाम चाहिँ बढे हो ल ठिक छ ल गाइज हामी चाहिँ ठ्याक्कै ल चटपट खाएर ल आमा गयो है ल आमा गयो ल सानै गयो है ल ल ल ल ल हामी चटपट हल्का फुल्का खाजा खाएको जस्तो भयो होइन ल चटपट पनि खायो पानीपुरी पनि खायो होइन उयो काँक्रो नि खायो एकदम मिठो लाग्यो मलाई चाहिँ होइन ल सानै गयो है ल ल ल ल गयो है त्यो अनि भइहाल्छ नि ओहो मर्छ त यहाँ अन भर्याङ नि कति हो यो दोस्रो ठाउँमा हामी चटपटे खाँदैछु यहाँ हजुरहरू तामाङहरू हो तामाङ हो हजुर अनि यो देश नेपाल तामाङले चलाउँछ कि क्या हो बात तो सही है दौड़ना तो पड़ता है एकदम मिठो बनाउनु है एक बार खाएर त बार बार याद गरेको भने जस्तै चटपटे हुनु पर्यो है दिदी फेरि एकचोटि आउँछ हामी पहिला स्वाद हेरौँ न पहिला होइन स्वादले तान्ने हो नि त हामीलाई गन्तव्यमा चाहिँ पुग्नु पाएको छैन झन्नैले मरेको यार हामी त्यस्तो बाटो त नहोस् यार म त आँटिरा छु यार हो मा यार मा म त हो भने मा यार म त अब कसरी त्यो अब हुन्छ नि पिङ लगाइदिउँ न मलाई त्यो डोरीमा टक्क होइन हो त मर्नै आँटिसक्यो भने त्यस्तो यस्तो त हिँड्नु नपऱ्यो चाहिँ आमा मर्छ यार ओहो चटपटे बनाउँदै गर्नु है नहीं दाइ तामाङ हाला मैले ए राङ्नी जहाँ नाङ्लौँ ए राङ्ला थार हजुर ए थिङ्लो कोही राङ्ला थर पहिला थोक्कर अनि राङ्जा थिङ थेपाटी ओ म त भाग्छु यार म त भागे यार भागै क्या हो यस्तो नहोस् है हो ए त्यही भएर त्यो हो ल ठिक छ ओके छ त हँसी मजाक चाहिन्छ होइन एक बारको जिन्दगी हो हामी होइन सबैजना होइन हो कि होइन सबैजना तामाङ हो अभि यो त के हो हाम्रो नेपालको के अरे यो के हो यो त यो खोजे मैले ए भगवान मेरो पनि ल परोस् यार राष्ट्रिय होइन यो फुल होइन त लाली गुराँस होइन त ल मेरो पनि ए भगवान ल पारिदियो नाटकै हो ल ओ सिङ्गलै छु क्या म पनि अहिलेसम्म होइन होला के हो ल पर्छ भने धेरै आशा भरोसा छ मलाई ल हजुरको हो यो मलाई दिनु मिल्छ किनेर पो पाइन्छ तिला फुल अहिले त उल्टो पो जमाना हो त फेरि दिदी पनि आम्मा उल्टो जमाना होइन त अनि केटीको चाहिँ अधिकार 53% अनि हाम्रो चाहिँ त्योभन्दा 3% कम अनि हामीले फुल दिने उल्टै त्यस्तो जमाना त गयो दिदी हजुर ओ भगवान फेरि डराइ मलाई त फेरि चाहियो ओ अनि त्यस्तो नहोस् है भगवान ल परोस् जसरी नि ल पर्नु छ सिङ्गल छ त अनि डबल बनाइदिनु है ल हो ल ल मासतिर त जन्मिने बित्तिकै हेरेको अनि जति हेरे नि हेरे छ जस्तोको तस्तै छ अनि अब चाहिँ मलाई पनि चेन्ज गरिदिनु है भगवान ल उकारिरहेको छु कता चटपटे चाहिँ खै फलामको हो क्या हो दिदी हो हाइट बनाउनु पर्छ के प्लास्टिक बनाउने हो क्या अब चाहिँ अब त कहाँ कसरी बढ्छ त अनि यति हो भगवानले दिनुभएको यति नै हो है ल दिदी मिठो बनाउनु एकचोटि स्वाद हेरौँ ल दामी भइरहेको छ हाम्रो यहाँ होइन भन्नु पर्दाखेरि यो ठाउँ चाहिँ मलाई होइन जीवनभर नमरी बाँचे दैवले साँचे भने जस्तै जीवनभर मलाई याद आउने छ यो ठाउँको चाहिँ होइन धेरै यात्रा चाहिँ दामी छ क्या ल जिन्दगीमा पहिलोचोटि यार यस्तो यात्रा हिँड होइन धेरै खुसी लाग्यो मलाई पनि 6 महिना पछाडि खाएको अघि पानीपुरी एकदम मिठो भएर म त फिदा पानीपुरीसँग चाहिँ ल पर्छ क्या हो मलाई त त्यस्तै लाग्यो चिसो खाऊँ न हामी चिसो होइन कसले खान्छ त यो खानुपर्छ अहिले हो खानु न ल दिदीले पनि ल हेर्नु गाइज मलाई नि दिदीहरूले बहिनीले होइन पानीपुरी खुवाउँदैछ यहाँ म धेरै खुसी भइरहेको छ यहाँ
ह्यान्डसम त छैन ह्यान्डसम भएको भए त म सिंगल हुन्छ दिदी तपाईँ नि हो रहेछ अब चाहिँ डबल होस् हो पेपर चाहिँ नहोस् दिदी ल गाइस ल खाँदैछु है पानीपुरी दिदीको पानीपुरी कसले बनायो आमामामामामामा एकैचोटि 4-5 वटा हाल्नु मिल्दैन आमामा यस्तो मिठो नबनाउनु तपाईँ होइन अहिले चाहिँ हाम्रो सरलाई चाहिँ होइन सरलाई कसरी भयो भन्दा नि हाम्रो त्यहाँ 123 कि कति 21 बिघामा मानव निर्मित भरतताल त्यहाँ छ देश विदेशदेखि होइन सबै त्यहाँ होइन घुमिसक्यो तपाईँहरू नि घुम्न आउनु होला त्यहाँ एकदम दामी छ होइन तपाईँहरूले त के रारा ताल त्यो फेवा थालको होइन हाम्रो पो त्यो त आँखाले भ्याउँदैन भने म त तपाईँ टिममै आउनु एकदम दामी छ अहिले टिकटकमा हेर्नु न एकदम चलिरहेछ त्यो आउनु होला हजुरहरूले जीवनभर बिर्सिनु सक्नुहुन्न त्यस्तो दामी छ क्या एकचोटि हजुरहरू भिजिट गर्नु होला है ल एकदम दामी छ नमरी बाँचे दैवाले साँचे भने जस्तै एक बारको जुनीमा हामी फेरि पनि भेट होस् है दिदी हो है दिदी तपाईँले चाहिँ धेरै धेरै धन्यवाद अझै यसै गरी बनाउनु होला भन्न चाहन्छु है मिठा छ है ल गाइस हाम्रो चाहिँ यहाँ दिदीको एकदम मिठो लाग्यो होइन चटपटे खायो हाम्रो केटाहरूले होइन चटपटे पानीपुरी मिठो खायो है दिदी ल गयो दिदी हो फेरि आउनु पाओस् है यसरी बोल्नु पाओस् भन्न चाहन्छु ल है ल हामी छुट्टिन चाहन्छु बाई बाई अब सानीहरू के खाएको नाम चाहिँ के त भाइको सौरभ के थिङ उता पनि थिङ दाजुभाइ अनि सजिना के तामाङ के तामाङ भित्र अनि कस्तो राम्रो राम्रोहरू छौ है कतिमा पढ्छौ 9मा 9 क्लासमा फर्स्ट होला है फर्स्ट होइन यो कान्छाले चाहिँ गेम खेल्छ क्या डेन्जर मैले त आँखादेखि थाहा पाउँछु गेम खेल्छ दुवैजनाले गेम होइन ल ऊ कतिमा पढ्छौ अनि कति वर्ष भयो 16 ए कति अनि सानो उमेरमा 11मा ल ठिक छ होइन राम्रोसँग पढ्नुपर्छ है ल चटपट कस्तो लाग्यो हो अघि त हामी फिदा भएको हो म त अघि नै फिदा भएको थियो फेरि आएको हामी त ल ठिक छ होइन ल राम्रोसँग पढ्नुपर्छ है ल जाउँ ल हामी आइपुग्न आँट्यो ल गाइस अझ अगाडि बढौँ अब अँध्यारै हुन आँटेछ यार अझै छ रे यार फेरि स्या हुने भयो यार ल गाइस भ्यू हेर्नु होला अब चाहिँ हामी ठ्याक्कै आइपुग्यो है गुम्बा यहाँनिर हो ल अब चाहिँ ढुक्क भइसक्यो अब फर्किने बेला चाहिँ कसरी हो है केटा हो त्यो चाहिँ तर्सिरहेको छ यार इन्डिया भेट तिला बाबा होरङ नम गानी चराङबान ब्राजी बामाले ल ए भगवान रेस्ट पनि कति ठाउँमा गर्नु पर्यो यार यो ओहो लाली गुराँस यही हो कसरी हो कति रुपियाँ गोटा ल मलाई चाहिँ एकदम खुसी लाग्यो लाली गुराँस भेट्यो गाना पनि जान्छ एउटा लाली गुराँस आजमबारी चम्पा चामेली जगारे नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डालीमा ल मलाई नि खुसी लाग्यो ए उपलक्ष्यमा मैले होइन लाली गुराँस पनि पाएको छ धेरै खुसी लाग्यो हाम्रो नेपालको होइन राष्ट्रिय फुल हो सबैले माया गरौँ भन्न चाहन्छु लाली गुराँसलाई ल सबिन यसको नि दियो
यसको नि देऊ न ल एकदम खुसी हामी चाहिँ ल भित्र छिर्यो है अब चाहिँ ल हाम्रो गुम्बा एरिया अझै भर्याङ रहेछ यार यो भर्याङ कति है भर्याङसँगै ल पर्नु पर्छ कि क्या हो आर यू कॉमेडी मी ओए तुम पास आए यू मुस्कुराए तुमने न जाने क्या सपने देखा है अब तो मेरा दिल जागे न सोता है क्या करूँ हाई कुछ कुछ होता है रङ पनि कति आएको यार त के भइरहेछ यो नेपालमा के भइरहेछ अरे कौन भौंक रहा है ये बदतमीज एकदम यार मलाई चाहिँ यार मलाई यो जिन्दगीले कहाँ पुर्यायो कहिले हँसायो खतरा छ त यार ठाउँ त है तर अहिले चाहिँ वायु प्रदूषण भएको कारणले गर्दाखेरि हजुरहरु मास्क र हैन चस्मा चाहिँ लगाइदिनु होला भन्न चाहन्छु ठ्याक्कै आयो हामी हासिल भयो यार हो हमें जीत गया मैं जीत गया हूँ हामी चाहिँ फाइनली आइपुग्यो है भन्ने ठाउँमा हाम्रो गन्तव्य यही हो हैन ल मर्न आँट्यो यार ओ मर्छ क्या हो के हो नियमको पालना गर्नै पर्यो ठिक छ मामा यार नियमको पालन गर्नु पर्यो नि त लो गाइस ठ्याक्कै हैन माथिबाट नि तल झर्यो हैन टक्क बुद्ध भगवानलाई ढोकेर ल कस्तो लागिरहेछ दाइ कस्तो लागिरहेछ सम्धि हो अन्त्य 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 हुँदै गएको छ हैन अझै हल्का हेर्दै गर्नु होला भन्न चाहन्छु है आउँदै गर्नु है ल ल ल ल हेलो गाइस हाम्रो जिन्दगी चाहिँ कस्तो छ नि यो यहाँको भर्याङ जस्तो तलदेखि माथि माथिदेखि तल ए तल माथि तल माथि तल माथि दुर्गा थागल यो तल माथि तल माथि गीत निकाल किप साइलेन्ट भनेको छ है ल हामी पनि शान्तले जाऊ है केटा हो यता जाऊ न ल यहाँ त दामी छ त यार ओहो हामी चाहिँ अन्त्य हुन चाहन्छु है हजुरहरुलाई मेरो ब्लग कस्तो लाग्यो सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु अनि केटाहरुलाई कस्तो लाग्यो हाम्रो आजको ब्लग कस्तो लाग्यो है एकदम बवाल बवाल हो लो बवाल बवाल है बवाल यहाँ चाहिँ शान्त रहनु पर्छ हैन किप साइलेन्ट बवाल बवाल है ल ल आजको लागि यति नै हो भन्न चाहन्छु आजको लागि छुट्टिन चाहन्छु ल बाइ जय नेपाल